क्रममा थाइल्यान्डबाट पैदल यात्रा गर्दै भारतको त्रिपुरा आसाम हुँदै तपाईँ हाम्रो सुन्दर नगरी पर्यटकीय नगरी नारायणघाटमा, चितवनमा, भरतपुरमा आज हामी आइपुगेका छौँ। यहाँहरूले जुन किसिमले न्यानो स्वागत गर्नुभएको छ यसप्रति पिस फर वर्क फर पिस नेपाल च्याप्टरको संयोजक म भिक्षु मेदलको तर्फबाट यहाँहरू सबैप्रति धेरै धेरै साधुवाद व्यक्त गर्न चाहन्छु। 5 वटा समूहमा एउटा समूह तपाईहरू खुबै भाइरल भएको अमेरिकाको एउटा समूह आलोका कुकुरको एउटा समूह, भन्तेहरूको समूहमा साथमा लिएर गएको, कुकुरको समूह होइन नि, फेरि भन्तेहरूको समूहमा आलोका एउटा आर्मी भएको जनावर हगि जो भारतको कुकुर थियो, उसलाई पूर्ण पासपोर्ट, भिजा, मेडिकल ट्रिटमेन्ट, मेडिकल चेकअप गरेर अमेरिका पुर्याइयो, जसले आज संसार भाइरल बनेको छ। त्यो एउटा समूह। अर्को समूह थाइल्यान्ड हुँदै त्रिपुरा आसाम हुँदै अहिले यहाँ आइपुगेको एउटा समूह। अर्को समूह पोखराबाट लुम्बिनीसम्म पुग्ने 60 जना भिक्षुहरूको अर्को समूह र भारतमा पनि अहिले अर्को एउटा समूह हिँडिरहेको छ र श्रीलङ्कामा अर्को एउटा समूह गरिकन 5 वटा समूह वर्क फर पिस भन्ने नाराले अहिले पैदल यात्रा संसारमा भएको अहिंसा, हिंसा, द्वन्द, वैमनस्यता जस्तो दुःखलाई, द्वन्द्वलाई अन्त होस् र शान्तिमय संसारको स्थापना होस् भन्ने हेतुले थाइल्यान्डका 15 जना भिक्षुहरू, लाओसको 1 जना, भारतको 4 जना र हामी नेपालको 4 जना गरिकन हामी भिक्षुहरू 23 जना भिक्षुहरू धर्मयात्रामा निक्लिएका छौँ। भगवान बुद्धका शिष्य सङ्घहरू, भिक्षुहरू यसरी पहेँलो चिवर धारण गर्ने भिक्षुहरू बाहिर बाटोमा निस्किँदाखेरि, हिँड्दाखेरि पनि मान्छेले शान्तिको अनुभूति गर्न सकोस् भन्ने हेतुले भगवान बुद्धका शिष्यहरू रहेछन् भनेर थाहा पाओस् भन्ने हेतुले यसरी पदयात्रामा निस्किनु भएको छ। तपाईँ हामी यति पवित्र भूमि नेपाल, जहाँ यिनका बुद्धहरूको जन्म भएको ठाउँ, शाक्यमुनि भगवान गौतम बुद्ध मात्रै होइन, उहाँभन्दा अगाडि 2टा बुद्धहरू पनि जन्म भएको यो देश, अर्कुछन्द बुद्ध, कोनागमन बुद्ध पनि यही पवित्र भूमिमा जन्मिएको ठाउँ। शाक्यमुनि गौतम बुद्ध त तपाईँ हामी सबैलाई थाहा छ। यति पवित्र भूमिमा उहाँहरू थाइल्यान्डबाट हजारौं किलोमिटर पार गर्दै हाम्रो ठाउँमा जहाँ भगवान जन्मनुभयो लुम्बिनी, यति श्रद्धापूर्वक आस्थाले, यति शरीरलाई कष्ट दिएर उहाँ भन्तेहरूको खुट्टामा फोका उठ्या छ है, रातो भएको छ, हिँड्नु सक्नु भएको छैन, तानेर भए पनि यति लामो हजारौं किलोमिटरको यात्रा गर्दै आज यहाँ आइपुगेका छौँ। तपाईँहरूले यति न्यानो स्वागत गर्नुभयो, उहाँहरूप्रति हामी सधैँ ऋणी हुनेछौँ। उहाँ भगवान बुद्धले दिनुभएको शिक्षालाई शिरपर धारण गर्दै आज यहाँ आइपुगेका छौँ। यो विषयमा उहाँ भन्तेले तपाईँहरूलाई, यो टिमको प्रमुख भन्ते विशेष कारणले गर्दा आज थाइल्यान्ड फर्किनु पर्यो। 4 जना भिक्षुहरू थाइल्यान्ड फर्किनु भएको छ। उहाँहरू फेरि पर्सि 18 तारिक, आज 15 तारिक, 18 तारिकमा फेरि यो यात्रामा सहभागी हुनको लागि फेरि आइपुग्नुहुन्छ र आज भने दोस्रो ज्येष्ठ भन्ते यहाँ हामी साथमा हुनुहुन्छ र उहाँले
यहाँहरूलाई दुई चार शब्द ओभावको रूपमा